कन्फिडेन्ट उहाँमा 101% जित्छु भन्ने कन्फिडेन्ट हो। त्यो कन्फिडेन्टले हामीलाई पनि फेरि जितिन्छ नै भन्ने कन्फिडेन्ट हो क्या फेरि क्या अचम्म लाग्दछ क्या। जित सुनिश्चित छ भनेर हामीले भन्दाखेरि अब कोही धरानमा नबस्ने हेर्नुहोस् उसले जित्यो भने हजुर हजुर होइन, कोही चाहिँ धरानै छोडेर जानेहरू भए। मैले त तपाईँको त्यो चुनावमा 50,000 बाजी पनि जितेँ। कुनै हालतमा जित्छौँ भने हेर्नुहोस् त 4-5 करोडसम्म खर्च गरे मान्छेहरूले, अन्तिममा गएर घरै बेचेर तपाईँको अहिले तपाईँको चाहिँ नि त्यो ऋण तिर्न पर्ने अवस्था पनि आयो त्यतिखेरको चुनावमा। हेर्नुहोस् हामीलाई त मान्छे नै नगर्ने, हेर्नु सुतिरहेको ठाउँमा नागेरै हिँड्थ्यो सुरुमा त हेर्नुहोस् पार्टीले त, तर पछाडि गएर हामीले चुनाव जित्दै गएपछि त भरे त्यही न्यु खोजेर डाङडाङ र डुङडुङ पुलिससँग ढुङ्गा हान हाराहु गरेर है अब मतै च्यात्ला जस्तो भइसक्यो। हेर्नुहोस् तपाईँहरूको मत तपाईँले रक्षा गर्नुहोस् है भनेपछि त आम्मामा लाउनुहोस् है तपाईँहरूको मत आठ त्यहाँबाट त पुरै हाम्रो के अरे स्वतन्त्रको मात्रै क्या अन्तिममा त क्या। कति मान्छेहरू अहिले भन्छ त धरानबाट बसाइ सरेर गएको छ क्या पानीकै अभावको कारणले गर्दा। पानी पाइँदैन, कोही केराबारीतिर कोही मधेस एरियातिर होइन यस्तो पानीको दुःख होइन। महावीर पुन दाइसँग कोलाबरेट गरेर हामीले त्यहाँ 3.5 करोड प्लसको भवन निर्माण गरेर यस अस्ति भवन सबै सकेको छ। 17 लाखको त्यहाँको सामग्रीहरू किन्नका लागि पनि अध्यक्षज्यूले आफ्नो मेयर कोष भिजनबाट छुट्याएर राख्नु भएको छ। यस्तो सङ्कटकालको बेलामा मान्छेहरू कोही ननिस्केको अवस्थामा होइन हाम्रो अध्यक्षज्यू हामीले साँच्चै नै होला ज्यानै हामीले चाहिँ अब यतिमै हाम्रो केही कथम त्यही भएछ भने होस् न त भनेर हामीहरू घर परिवार तपाईँको बिदा मागेर आएको मान्छे। हेर्नुहोस् त्यत्रो सादत प्राप्त गरेको जेन्जी भाइ बहिनीहरूको लागि एउटा तपाईँको चाहिँ नि एउटा क्यान्डलसम्म बालेन, एउटा क्यान्डल त बालेन नै एउटा फेसबुकमा स्टाटस एउटा चाहिँ नि श्रद्धाञ्जली समेत पनि लेखेन। हेर्नुहोस् अध्यक्षज्यूलाई सोध्नु होला उहाँ कार्यकाल हुँदा एक ठाउँ पनि काहीँ सुकुम्बासी बसेन, अव्यवस्थित बसोबास राख्नु भएन, तर जहाँ जहाँ बसिसकेका छन् त्यसलाई व्यवस्थापन गर्नेतिर उहाँ लाग्नुभयो। बन्दुक र तपाईँको चाहिँ नि होइन यो आर्मीले चाहिँ तपाईँको बख्तरबन्द ल्याएर सुकुम्बासीहरू हटाउँदै गर्दाखेरि आम नागरिकले कस्तो फिल गर्ला त्यो कुरालाई हामीले बुझ्ने कि नबुझ्ने हो। अब हामीलाई त श्रमदानको नीतिले पनि के गरिदियो भन्दाखेरि एक रूपता ल्याइदिन्छ क्या हामीलाई। कस्तो हुन्छ भने हामी सबै देशको लागि काम गर्न आएका रहेछौँ भन्ने पहिलो एउटा कन्सेप्ट भयो। दोस्रो कुरो के भइदिन्छ भन्दाखेरि यो देशलाई मेरो पनि खाँचो रहेछ, विरोध गर्नेहरूले पनि विरोध गरिरहनुहोस् पनि भन्छु म फेरि। हजुर हजुर त्यो पनि हुनुपर्छ। विरोध गरेन नै भने फेरि कामै गर्नु पनि सकिन्न क्या फेरि। एकदम तपाईँलाई एउटा कस्तो पनि हुँदो रहेछ भने काम गर्ने मान्छेलाई अलिअलि विरोध गरेन भने गर्नै नसकिने क्या, लालाक लुलुक भइन्छ क्या। हजुर हजुर।